नयाँ प्रधानमन्त्रीद्वारा हरेक नेपाली जनतालाई 30,000 रुपियाँको प्रशंसा कोष। हजुरहरूले थाहा पाउनु भएको छ कि छैन? थाहा पाउनु भएको छैन भने पुरा भिडियो हेर्नु होला र अरूलाई पनि सेयर गरेर यो भिडियोको बारेमा जानकारी दिनु होला। यहाँ म हजुरहरूलाई स्क्रिनशट देखाउँदैछु। नेपाली जनताका लागि नेपाली प्रधानमन्त्रीको 30,000 रुपियाँको प्रशंसा कोष। यो कसरी प्राप्त गर्ने? तलको लिङ्कमा जानुहोस्, निम्न प्रश्नहरूको उत्तर दिनुहोस्, तपाईँले तुरुन्तै 3,000 प्राप्त गर्नुहुनेछ भनेर एउटा लिङ्क आएको छ। अब हजुरहरूले 30,000 पाउने त होइन, यो लिङ्कमा क्लिक गरेर यही अनुसारको इन्फर्मेसनहरू राख्दै जानुभयो भने हजुरहरूको एकाउन्टमा भएको पैसा पनि स्वाहा हुनसक्छ। फेरि अर्को नयाँ स्क्यामको लागि एउटा लिङ्क बनाइवरी अहिले समय सापेक्ष अहिले अब सबैले रुचाउनु भएको प्रधानमन्त्री भन्ने हिसाबले बा हुन्छ पनि कि नेपाली जनताको लागि आयो पनि कि भनेर विश्वास गर्ने हिसाबले यो एउटा लिङ्क बनेर आइसकेछ। आज धेरैजनाले मलाई मेसेज गरिसक्नु भएको छ यो कस्तो हो के हो भनेर। हजुरहरूलाई पनि यो लिङ्क क्रमशः आउँदै नै होला, पक्कै पनि आउँछ। एकदमै सजग रहनु होला, यस्तो लिङ्कमा क्लिक नगर्नु होला। यो कुनै पनि यसमा वास्तविकता छैन, यो फेक हो। यो हजुरहरूलाई स्क्याम गर्नको लागि तयार गरिएको लिङ्क हो। यसमा सुरुमा हजुरहरूले उत्तर दिनुहोस् भनेर क्वेसनहरू केही सोध्ने, त्यस पछाडि केही पैसा बरु हजुरहरूलाई 200-400 रुपियाँ हालिदिने पनि हुनसक्छ। त्यस पछाडि इन्फर्मेसन लिँदै लिँदै हजुरहरूको विश्वास जितेर हजुरहरूको एकाउन्टमा भएको पैसा पनि कोड आयो त्यो दिनुहोस् हामी पैसा हालिदिन्छौँ भनेर एकाउन्टमा भएको पैसा पनि जान सक्छ। यस्ता कुराहरूलाई यो लगायत यस्ता कुनै पनि कुराहरूलाई विश्वास नगर्नु होला, किनकि जे चलिरहेको छ त्यही कुरालाई रिलेटेड बनाएर अहिले यस्ता धेरै लिङ्कहरू आउँछन् जुन लिङ्क कुनै पनि विश्वासयोग्य छैनन्। यो सबै हजुरहरूको फोन अथवा हजुरहरूको डिभाइस ह्याक गर्नको लागि अथवा ट्याप गर्नको लागि अथवा हजुरहरूको डिभाइसलाई नियन्त्रणमा लिएर हजुरहरूको पैसा चोरी गर्नको लागि बनाएको पनि हुनसक्छ। त्यसकारणले यस्ता कुनै पनि लिङ्कलाई विश्वास नगर्नु होला। यो भिडियो आफ्नो साथी सर्कल र आफ्नो फ्रेन्ड्स एन्ड फ्यामिली सबैलाई धेरैभन्दा धेरै सेयर गरेर जानकारी दिनु होला। यो आजको ताजा लिङ्क हो। यो लिङ्क अब धेरै अझै कतिलाई सेयर हुन बाँकी होला, त्यसकारणले गर्दा यसको बारेमा यो लिङ्कभन्दा बढी यो भिडियोलाई हजुरहरूले सेयर गरेर इन्फर्म गर्नु होला। हवस् त, धन्यवाद।